रोक, यो जग्गा तिमीहरूको होइन। तपाईँ को हुनुहुन्छ? म भैरव हुँ, म हुँ। के प्रमाण छ तिमीसँग? प्रमाण मसँग छ, चकित पार्नेछ। यो कागज 25 वर्ष पुरानो हो, तर यो त मेरो बुबाको हस्ताक्षर जस्तो देखिन्छ। कागज पुरानो हुँदैमा सत्य प्रमाणित हुँदैन। त्यसो भए भोलि गाउँको चौतारीमा सबै प्रमाण लिएर आउनु। बाबा, हाम्रो खेत फेरि खोसिन्छ? मलाई थाहा छैन छोरा, तर सत्यको साथ कहिल्यै छोड्दिन। भगवानले पनि तिमीलाई साथ दिनुहुन्छ। रामे, डराउनु पर्दैन, म तिम्रो साथमा छु। यो कागज अनुसार यो जग्गा मेरो बुबाको हो, तर हाम्रो कागजमा रामेको बुवाको अधिकार देखिन्छ। त्यो रेकर्ड हेर्नुपर्छ। त्यो रेकर्ड त पुरानो कार्यालयमा छ। त्यसो भए हामी त्यहाँ जान्छौँ। यो फाइल धेरै पुरानो छ, भेट्टाउन गाह्रो हुन्छ। कृपया सुदर्ता थियो, तर पछि नर्ता थियो। तर पछि नक्कली कागज बनाएर अर्कै व्यक्तिको नाममा सारिएको रहेछ। भैरव, भैरव, मलाई पैसाको लोभ लाग्यो, मैले जग्गा हडप्न खोजेको थिएँ। तिमीले मेरो परिवारलाई खोज्यौ? माफ गर, लोभले मानिसलाई अन्धो बनाउँछ। बाबा, अब हाम्रो सपना पूरा भयो। तर सम्झ, यो जित पैसाको होइन, सत्य र इमान्दारीको जित हो। सत्यलाई केही समयका लागि दबाउन सकिन्छ, तर सधैँको शक्य छ?